हेलो भन्दै हेलो गाइज सबैलाई वेलकम छ हाम्रो अर्जुन फार्म हाउसमा। आज चाहिँ हामी बोजेर म भएर पाइप तार्न आएको थियौँ। अनि यो चाहिँ हाम्रो ओखलढुङ्गाको फार्म हाउसको दृश्य रहेको छ। हेर्नुहोस् है, यस्तो छ। यो यता चाहिँ बङ्गुरहरू छ अनि यतातिर चाहिँ अलिअलि खेतीपाती यो मकैहरू अनि हेर्नुहोस् है, खुर्सानी पनि अलिअलि खेती भएको छ। यस्तो यत्रो फलिरहेको यो पनि यो चाहिँ बङ्गुरले खान्छ कि यसो छेरपाटे लगाएको भएर यसले ठिक गर्छ भनेर यो त्यो पनि उम्रेको छ। अनि अब बङ्गुर हेर्नुहोस् है, बङ्गुर यहाँको ओखलढुङ्गाको बङ्गुर पहिला चाहिँ धेरै थियो। यहाँ सबै खोरहरू लगभग भरिसकेको थियो। अहिले चाहिँ विगतको समयमा केही समस्या खै के भएर त्यो बङ्गुर चाहिँ मरेको थियो है। त्यही भएर खोरहरू यस्तो हेर्नुहोस् त, खोरहरू चाहिँ अलिअलि खाली नै छ। हेर्नुहोस्, अलिअलि एउटा दुईवटा बङ्गुर चाहिँ रहेको छ, धेरै जसो खोर खाली नै छ। हेलो भन्दै यसको एउटा विशेष त यो यसको नाक होइन, अब घन जस्तै हुन्छ कि नाक चाहिँ डेन्जर बलियो हुन्छ। यिनीहरूको जति चाहिँ गरे नि केही हुन्न कि नाकले हो यिनीहरू लड्ने भनेको, डेन्जर बलियो हुन्छ यसको नाक। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो माइला दाइ, यहाँ ओखलढुङ्गाको बङ्गुर फार्म चाहिँ उहाँले हेर्नुहुन्छ एक्लैले सबैलाई धान्नुहुन्छ। होइन माइला दाइ? यस, उहाँ पनि भ्लगर नै हुनुहुन्छ है। उहाँले नि अलिअलि भ्लग सक बनाउनुहुन्छ। पाइप तान्न जाँदैछौँ। उता पर पौडी खेल्ने ठाउँ छ त, त्यहाँबाट हो लिएको। त्यो पौडी खेल्ने ठाउँ त सिद्धियो। अब ए सुक्यो? त्यो पौडी खेल्ने ठाउँ छ, मान्छे मऱ्यो, बच्चा मऱ्यो। बच्चा मरेपछि अनि नगरपालिका आएर भित्र सुकाइदियो। ए ठिक छ, हामी खेलेको थियौँ एक करन्दा हामी। ओके, म चाहिँ पाइप तान्दैछु। तलबाट छोड्नुमा मेरो काम चाहिँ तान्ने। ल अब पाइप तान्दैछौँ हामी पानी ल्याउनको लागि। साम्राज्य पनि त्यो लाजदङ त्यो झाडी आएको गाइस। थोपडा पनि कुरो राखेको छ है तेरी। त्यसलाई चाहिँ कुरो भन्छ होइन। त्यो चाहिँ पहिलाको युद्धमा नेपालीहरूले चाहिँ दुश्मनहरूमा हमला गर्थ्यो कि यसले एउटा स्किल हुन्थ्यो। फ्याट गर्थ्यो, सुत्तो गर्थ्यो, फाट बिस हाल्थ्यो होइन। अनि यस्तो फ्याट हेर्न सक्नुहुन्छ यस्तो यो मैले तानेको पाइप है। यस्तो तान्दैन उता त अलि अप्ठ्यारो रहेछ। यस्तो गरेको त पात फुत्केको क्या मेरो। म भनिदिन्छु, भन्न मिल्दैन होइन, किनकि यति जब पाइप तान्दैमा लागेको पात फुत्क्यो भने कस्तो नराम्रो सुनिन्छ। सो फुत्काएन, मैले ढुक्क तानिदिएँ। ल त्यहाँ चाहिँ एउटा अलिकति त्यहाँ माथिदेखि खोल्चामा कोचारिदिने अनि यसो बोतल मिलाएर हाल्ने। त्यहाँबाट फोर्समा आउँछ नि त पानी, अनि तलसम्म पुग्छ भन्ने प्लान हो। हेरौँ अब चाहिँ के हुन्छ है। बोजे चाहिँ त्यहाँ आउँदै हुनुहुन्छ पाइप नलिकन। अब चाहिँ पाइप खोइ तपाईँको? ए यसको टुप्पामा ठिक छ। ओए यो पानी चाहिँ ठिकै हो, अलिकति यसो मिठास कम रहेछ यसमा। यस्तै गर्दै हुन्छ है, यस्तै गरेर मुनिबाट हाल्यो हुन्न हुन्छ, त्यस्तै गरेर हुन्छ। यहाँ हो बोजैले आँसी नै बिर्सिनु भएछ कि फेरि उहाँ तल जानुपर्ने भयो। आँसी बिर्सिनु भयो, आँसी ठुक्की खुट्टा आँसी लिएर आउनु पर्ने भयो। अब ओहो, अब यहाँदेखि तल हामफाल्न पर्ने अवस्था भयो। जसको है अब चाहिँ दुखेर जानुपर्ने थियो। बोजूले के भन्नुभएको थियो, सेतो ड्रम माथि छ भन्दै हुनुहुन्थ्यो। यसो गेस गर्दाखेरि उयो यही होला, सेतो ड्रम उठ्यो, सेतो ड्रम होला। अब त्यहाँ छ कि छैन हेरौँ। अब दिस इज सेतो ड्रम। ओ शिट, छैन त्यहाँ, उता परेन रहेछ एउटा सेतो ड्रम।
यो आँसी बिर्सिनु भएछ है। ओके अब फेरि ब्याक टु द त्यहाँ माथि। ओके हाम्रो पानी लिएर यहाँ चाहिँ गाडीले पाइप नक्रालो छ भने यस्तो गरेको छ अलिअलि खनेर। ओके हाम्रो विषम दाइ पनि आइसक्नु भएको छ दाना लिएर। ओके हेर्नुहोस् यहाँ पानी आइसकेको छ। अब फेरि अर्को पाइप जोडेर तलसम्म लानुपर्ने हुन्छ। जोडिसकेँ म अहिलेसम्म ढिलो गरेर त्यति तार्न सक्नु होइन। अर्को लिएर आइज। अर्को ल्याउने हो यो त कति सानो हुँदैन नि। उत्रै हो कि ए यो अगाडिको सानो रहेछ। जब बाल्य दाइले फेरि बाल्य दाइलाई लिएर आइज भने त्यसले त फेरि छोडेर बस्ला। अब हाम्रो यहाँबाट यहाँसम्म लैजाने हो नि अझै एउटा दुईवटा ल्याउनु पऱ्यो अझै ले जम्मै लाइनमा जानु त्यहाँ माथि हेर्नु त्यहाँ अङ्कल नि आइसक्नु। अब हामीले पो कपी गर्ने हो क्या। यहाँ चाहिँ अहिले यो पाइपभित्र चाहिँ कमिलाहरू खै के अड्केर कमिलाले घर सर बनाएर अहिले चाहिँ 6 बजिसकेको छ। त्यही भएर एक घन्टा त्यो यसमै गएँ यताउता गर्दाखेरि मसम्म सकेको छैन। पाइप जोड्दा तान्दा चाहिँ थकित भएर बिजोग भएर यस्तो राम्रो भयो। अब चाहिँ अझै पनि काम बाँकी नै छ यस्तो अँधेरो भएर अझै पनि अँधेरै छ। अब तल जाँदैछौँ भोक पनि एकदम लाग्यो है। पसिना नि आछ भोक नि लाग्छ। अब छिटो सकेर घर जान आतुर छ हामीलाई। फाइनली चाहिँ सकेको छ। पानी पनि आयो। आज चाहिँ कति भयो 9 बजिसक्यो काम गर्दा सक्यो है बजे।